चाहिँ उसले बोकेर जान्छ भने होला के रूपै देखाउँछ भने त्यो त्यस्तै आकाशवाणी यस्ता शब्दहरू यी कसरी सुरु भए भनेर यो शब्दहरू पनि मैले राखेको छु र प्रायःजसो शब्दमा शब्दको इटिमोलोजी त्यो शब्दको अर्थ त्यो विकास कसरी भएको छ कसरी त्यो शब्द चेन्ज भयो भन्ने कुराहरू पनि राखेको छ जस्तै एनार्किजम भन्ने एउटा शब्द चाहिँ पहिले चाहिँ त्यो पोजिटिभ सेन्समा आएको छ एनार्किजम भनेको अराजकतावाद राजा चाहिँदैन म सार्वभौम सत्ता सम्पन्न नागरिक हुँ म आफै काम गर्न सक्छु तैँले मलाई गाइड गर्नु पर्दैन भन्ने फिलोसफीमा त्यो आधारित छ अब अहिले एनार्किजम भनेपछि बाफ्रे बाफ ल त्यसले भनेको मान्न अब यसले भन्ने अर्कै हिसाबले त्यस्तै मिडियामा पनि प्रोपागान्डा भन्ने शब्द चाहिँ प्रचार प्रसार विभाग भन्ने सन्दर्भमा आएको छ प्रोपागान्डा भनेको यो हाम्रो कुनै कुरालाई प्रचार प्रसार गर्नुपर्छ त्यो शब्दलाई नाजीहरूले प्रोपागान्डा मिनिस्ट्री चलाइदिँदाखेरि त्यो शब्द नेगेटिभ भएर अहिले छोइसक्नु छैन प्रोपागान्डा भन्ने बित्तिकै समथिङ नेगेटिभ भनेपछि शब्द कसरी सुरु भएर त्यसले कालान्तरमा कसरी त्यसको अर्थ फरक हुन गयो त्यो कुराहरू यसमा छ जस्तै कपी लेफ्ट भन्ने सुन्नु भएको छैन कपिराइट सुन्नु भएको थियो कपिराइट भनेको कपिराइट दाबी गर्ने कपी लेफ्ट भनेको दाबी नगर्ने यो पब्लिकको कन्सर्नमा जान्छ यो ठिकै छ मैले पब्लिकका लागि लेखेको मलाई यसमा पैसा कमाइ गर्नु छैन भनेर पब्लिकका लागि पठाइएका कति पनि इन्फर्मेसनहरू छन् त्यो कपी लेफ्ट हुँदो रहेछ त्यो कुरा हामी धेरै कमलाई थाहा छ एक्सफर्मेसन भन्ने छ हामीलाई इन्फर्मेसन थाहा थियो मिसइन्फर्मेसन थाहा थियो डिसइन्फर्मेसन पनि थाहा थियो एक्सफर्मेसन भनेको चाहिँ त्यो इन्फर्मेसन बुझ्नलाई जुन ब्याकग्राउन्ड नलेज चाहिन्छ त्यो ब्याकग्राउन्ड नलेज चाहिँ एक्सफर्मेसन हो त्यो नभई बुझ्दैन मैले कोही मान्छेलाई ए साथी हिजो त्यहाँ हामी भेटेका थियौँ नि त्यो मान्छेको भोलि बिहे भन्नलाई इन्फर्मेसन चाहिँ भोलि बिहे हो ब्याकग्राउन्ड इन्फर्मेसन चाहिँ त्यो भेटेको थियो नि त्यो कालो कोट ल्याएको यस्तो थियो नि यतापट्टि चस्मा ढल्काउने भन्ने त्यो सन्दर्भ चाहिँ त्यो ब्याकग्राउन्ड चाहिँ ए साथी त्यो फलानाको बिहे भन्दै उसले बुझ्यो भने त्यो एक्सफर्मेसन उसै भएको होइन भने ब्याकग्राउन्ड त्यस्तै सेक्सटिङ भन्ने यो 2012 मा सुरु भएको शब्द सेक्सुअल कन्टेन्टलाई एसएमएस गरेर पठाउने सेक्सटिङ सेक्सुअल कन्टेन्टको टेक्स्टिङ क्या यो 2012 मा मात्रै सुरु भएको शब्द अनि ब्लगेबिलिटी भनेको ब्लगका सेलिब्रिटी अब यो बाइलाइन भन्ने चाहिँ यहाँ स्पेलिङ मिस्टेक हो कि भन्दै त्यो अस्ति एकजना साथीले यो बाइलाइन भनेको ब्लगको बाइलाइन क्या प्रिन्टको बाइलाइन चाहिँ बिआई हुन्थ्यो ब्लगको चाहिँ बिवाई लेखेर अनि लाइन क्या पोस्टिङमा तल नाम लेखेको हुन्छ नि त्यस्तै केबल गेट भनेको हामीले वाटर गेट सुनेको थियौँ वाटर गेट स्क्यान्डल जुलियन आसामले त केबल त्यो अमेरिकाको केबल सारा छताछुल्ल पारिदियो त्योभन्दा खतरनाक काम गरे यसलाई केबल गेट भन्यो अन्त यस्तो धेरै प्यारलल टर्म्सहरू पनि छ हामीले ल्यापडक थ्योरी र वाचडक थ्योरी सुनेको थियौँ गार्डक थ्योरी भन्ने अर्को आयो त्यसले चाहिँ आफ्ना मालिकको रक्षा र अरूको विरोध गर्छ अरूको सशक्त विरोध गर्छ कहिलेकाहीँ मालिकलाई नचिने जस्तो गरेर मालिकलाई पनि भुक्छ किन भुक्छ भने ए यो त मिडिया न्युट्रल रहेछ कि क्या हो भनेर भ्रम छ हुने कुरै यसलाई हाम्रो कन्टेक्स्टमा हामीले कति लिन सक्छौँ हामीलाई कति चाहिन्छ त्यसको मात्रै कुरा छ त्यस्तै यो चाहिँ कलेक्टिभ इन्टेलिजेन्सको कुरा हो यसमा मैले अघि भने मैले फुल पार्नुपर्ने केही छैन खोज्ने हो साथीहरूसँग सुन्ने हो राय लिने हो कन्भिन्सिङ राय छ प्रिन्सिपलले दिन्छ भने त्यो रायलाई फलो गर्ने र यसमा सबैजनाको कन्ट्रिब्युसन र यसमा यो म कम्पाइलर र एडिटर मात्रै मैले लेखेको छु म राइटर हुन सक्दैन यस्तो कुरा यो मैले कम्पाइल गर्ने खोज्ने कुरा कति खोज्न सकेँ त्यो तपाईँहरूले यसको भोलि क्रिया प्रतिक्रिया मलाई सुझाव सल्लाह त्यो दिनुहुनेछ सुरुमा चाहिँ यो सजिलै होला जस्तो लागेको थियो यसले निकै जरो फुटायो खास गरी त्यो इङ्ग्लिस र नेपाली ट्रान्सलेसनको इक्विभ्यालेन्स गर्ने क्रम किनभने अलमोस्ट 95% डिटो ट्रान्सलेसन छ ठ्याक्कै जति छ त्यति त्यसो हुँदा नेपालीमा मात्रै एक्सेस हुनेले पनि बुझ्ने अङ्ग्रेजीमा मात्रै एक्सेस हुनेले पनि बुझ्ने दुईटै बुझ्नेलाई पनि अझ फाइदा हुने हो मैले सुरुमा चाहिँ नेपालीमा लेख्नु पर्यो भनेर सोचेको थिएँ कतिवटा शब्दको त नेपालीमा भन्नै गाह्रो छ भन्यो भने पनि पत्रकारले बुझ्दैन त्यस्तो गाह्रो रहेछ शब्दहरू अङ्ग्रेजीमा भन्नुपर्ने फुल अङ्ग्रेजीमा भन्नु फेरि बुझ्दैन भनेपछि यो दुईटै राख्नुपर्ने रहेछ भन्दा यो दुईटै भाषामा चल्दाखेरि चाहिँ इट टुक अ लङ टाइम 65 सालमा सुरु भएको मैले भनि गएँ अब लास्ट इयर त्यसपछि अरू 1 वर्ष लाग्यो त्यस्तै 1 वर्ष ढिलो भए पनि यो मोर वर्दी भएको छ र क्यानाडाको त्यहाँको युनिभर्सिटीको रिफरेन्स त्यहाँको रिसोर्सलाई मैले युज गर्न पाएको छु यी कुरा राख्दै म यो मेरो भनाइलाई यहाँ अन्त्य गर्छु आज जो आइपुग्नु भएको छ मेरो सरहरू जस्तै अहिले मैले मधुसूदन सर लगायत केही साथीहरू केही सरहरू आइसक्नु भएको देखाएको छु उहाँहरूलाई हार्दिक स्वागत गर्छु मेरो व्यक्तिगत तर्फबाट समेत र मेरा कुरा अहिले टुङ्ग्याउँछु धन्यवाद तीनवटा छ विमोचन गरिदिनु अनुरोध गर्छु र
धन्यवाद। यहाँहरूकोले विमोचन पुस्तकमाथि आफ्नो चाहिँ अभिमत प्रकट गरिसक्नु भएको छ। अब मात्रै पाकाले मैले भित्र गएर त्यसका जे जति प्रयोग भएका छन् ती सही ढङ्गले प्रयोग भएका छन् कि छैनन् त्यो चाहिँ मैले भन्न सक्ने अवस्था छैन। सरर मात्रै मैले हेर्दाखेरि कतिपयहरू ठिक छन् र कतिपय अहिले न्युज रुममा आएका धेरै शब्दहरू पनि आएका छन्। ती शब्दहरू यसमा कतिपय नपरेको अवस्था पनि छ। कतिपय अब न्युज रुमहरूमा त्यो साङ्केतिक भाषामा फरक फरक शब्दहरू प्रयोग हुन्छ। त्यो समयक्रम अनुसार नै त्यो पनि भयो भने चाहिँ नयाँ जो न्युज रुममा जो प्रवेश गर्छ पत्रकारिताका विद्यार्थीहरू, कतिपय विद्यार्थीहरूले त्यो प्रयोग हुने शब्दको त्यो टर्मिनोलोजी थाहा नपाएर अन्यलमा पर्छन्। हामीले कलेजमा एउटा पढाएका हुन्छौँ, न्युज रुममा गएर त्यसैलाई अलिकति फरक ढङ्गले प्रयोग गर्ने त्यो कारणले गर्दाखेरि पनि अन्यल सिर्जना हुने गर्छ। र मलाई लाग्छ अब हामी धेरै जसो पत्रकारिताका विद्यार्थीहरू न्युज रुममा प्रवेश गर्दा त्यहाँभित्र प्रयोग गर्ने शब्दहरूको कारणले जुन अन्यल हुन्थ्यो, यदि यो किताब पढेर जाने हो भने त्यो चाहिँ धेरै खाले अन्यलहरू चाहिँ समाप्त गर्छ र नयाँ विद्यार्थीहरू न्युज रुममा जाँदाखेरि उनीहरूले अन्य मनस्क अवस्थामा बस्नुपर्ने बाध्यताबाट चाहिँ अलिकति मुक्ति पाउँछ। किनभने पत्रकारितामा यो किसिमको पुस्तक थिएन। मैले पनि पत्रकारिता आउने पुस्तकहरू सबै अध्ययन गर्ने भएको कारणले गर्दा यो खालको पुस्तक थिएन। यसले चाहिँ नयाँ आउने विद्यार्थीहरूका लागि र पत्रकारितामा प्रवेश गर्ने अथवा पत्रकारितै पढ्नेहरूले त कतिपय शब्दहरू त्यसको धेरथोर मिनिङ जाने हुन्छ, त्यसले यो सेन्स दिन्छ भनेर सबै बुझ्या हुन्छन्। तर अन्य विधाबाट पत्रकारितामा प्रवेश गर्नुहुन्छ उहाँहरूलाई चाहिँ त्यो धेरै कुरा अन्यल हुन्छ। त्यो अन्यललाई चाहिँ एकचोटि यो अध्ययन गरेर जानुभयो भने कम्तीमा एक चरणको पत्रकारिता पढाए सरह चाहिँ उहाँहरूलाई ज्ञान दिन्छ। मैले सरह हेर्दाखेरि चाहिँ त्यो भएको र कतिपय अवस्थामा चाहिँ मैले यहाँ हेर्दाखेरि अलिकति सन्दर्भ दिन खोज्नु भएको छ। सन्दर्भ अलिक बढाइदिनु भएको भए चाहिँ के हुन्छ, अलिक धेरै कुराहरू थाहा पाउँथ्यो र त्यो सन्दर्भ चाहिँ अलिक कम छ। फेरि हामीले शब्द त्यो भण्डारमा अब डिक्सनेरीमा त्यसको सबै कुरा त खोजेर त पाइँदैन है, त्यसको ओरिजिनबाट खोज्न थाल्यो भने गाह्रो होला। तर एक लाइन थपिदिनु भएको भएदेखि अझै त्यसमा चाहिँ राम्रो थियो। किन त्यहाँ प्रयोग नगरे भए चाहिँ त्यसको अब शब्दमा त्यो शब्द भण्डारमा त्यो पाइँदैन भने हामीले अपेक्षा नै गर्नु। तर ठाउँमा प्रयोग भएको कारणले गर्दा कतिपय चाहिँ अब इन्ट्रेस्टिङ सब्जेक्टहरू भएको ठाउँमा चाहिँ 2 लाइन थप्दा भए अझ नयाँ आउनेहरूलाई धेरै कुराहरू थाहा हुने थियो। चाहिँ कमजोरी भेटाएँ। जस्तो एउटा शब्दलाई मात्र मैले खेलाएँ भने टेरेस्ट्रियल टिभी भन्ने रहेछ। खालि मेरो यो सजेसन हो, टेरेस्ट्रियल प्रसारण हो, टेलिभिजन मिडियम हो भन्दाखेरि प्रसारणको मिडियम चाहिँ टेरेस्ट्रियल ट्रान्समिसन हो। खालि मैले शब्दलाई मात्र अब यो शब्दकै आज खेल भएको हुनाले मात्रै मैले भनेको। अनि त्यसलाई कहाँ लगाएर जोड्न खोजिएको छ यहाँ यो डिक्सनेरीमा भन्दाखेरि टेरेस्ट्रियल स्याटेलाइट र केबलसँग लगाएर कनेक्ट गरिएको छ। फेरि स्याटेलाइट छुट्टै विधा हो अनि स्याटेलाइटबाट आएको सिग्नल चाहिँ केबलले प्रसारण गर्ने हो भन्दा ट्रान्समिसनका यी मिडियमहरू हुन् भन्दा हामी चाहिँ के भन्छौँ भन्दा टेरेस्ट्रियल ट्रान्समिसन र स्याटेलाइट ट्रान्समिसन र अब अहिले अधिकांश ब्रोडकास्ट जर्नलिजम पढ्ने साथीहरूलाई सबभन्दा गाह्रो के हुन्छ भन्दाखेरि त्यही हो, ट्रान्समिसनका मिडियमहरू के हुन् भनेर क्वेसन सोध्यो भने एन्सरै गर्न सक्नुहुन्न। म आफै पढ्दा पनि खुद मैले पहिला मैले नै बुझिनँ, सिद्धिहाल्यो। अब म चाहिँ जहाँ काम गर्थेँ त्यहीँ धेरै साथीहरू हुनुभएको हुनाले मैले धेरैसँग कन्सल्ट गरेँ। अनि त्यसपछि मैले आफैले क्लासमा साथीहरूलाई बुझाउन थालेँ। मसँगै पढ्ने साथीहरू अहिले यहीँ हुनुहुन्छ र यस्तो खालको अवस्था चाहिँ अहिले पनि नेपालमा छ। जस्तो म्यागजिन भनिएको छ यहाँ, म्यागजिनको कुरा गर्दा टेलिभिजनमा पनि म्यागजिन हुन्छ नि, तर यो डिक्सनेरीमा मैले पाइनँ। मैले हिजो बेलुका क्विक स्क्यान गरेँ हो। मैले यो किताब डिटेलमा पढेको छैन र त्यसैले म यो किताबको बारेमा धेरै भन्नै सक्दिनँ र मैले भन्न कोसिस गरेँ भने नमजा आउँछ यहाँ, किनभने मैले पढेकै छैन कसरी भनौँ। तर मैले हिजो टेलिभिजन फोकस गरेर मात्र पढाएको छु। फेरि प्रिन्टलाई म बोल्दिनँ र मलाई प्रिन्टको बारेमा थाहा पनि छैन। मैले धेरै कमजोर हुँ म प्रिन्टको लागि, तर टेलिभिजनको लागि चाहिँ मैले आफूलाई अब पनि हामीले पनि कमजोर भन्न थाल्यो भने कसले चाहिँ गरिदिने त। खुद म आफैले पनि ब्रोडकास्ट जर्नलिजमको किताब लेख्छु भन्दा 4वटा च्याप्टर सकाइसकेका थिएँ र लिखतजीसँग कुरा भएको थियो। भानुभक्तजीको पाण्डुलिपि मैले लिखतजीकैमा हेरेँ हुँ 2 वर्ष जति अगाडि होला, 2 वर्ष अगाडि नै त्यो करिब तयार भइसकेको थियो। आज यो अवसर पाइयो र त्यति बेला चाहिँ म किताब किन्न गइरहेको थिएँ। ब्रोडकास्टका किताबहरू चाहियो भन्दा हामी त्यहाँ ब्रोडकास्टको किताबै पाइँदैन। मैले लिखतजीलाई ल न केही आयो भने मलाई भनिदिनुहोस् भनेर भनिरहन्छु भन्दा यस्तो अवस्थामा हामी छौँ। अहिले पनि हामीले ब्रोडकास्टमा के किताब पढ्ने, कहाँबाट पढ्ने भन्ने कुराको समस्या छ। प्र्याक्टिकल नलेज कहाँ लिने हाम्रो त अनुरोध छ। जस्तो म अहिले आफै नेपाल टेलिभिजनमा काम गर्छु। नेपाल टेलिभिजनबाट एब्सोल्युट भएका इक्विपमेन्टहरूलाई युनिभर्सिटीमा लगेर चाहिँ हामीले किन ट्रेनिङ सेन्टरको रूपमा नचलाउने भन्ने पक्षमा म छु। त्यस्तो खालका प्रस्तावहरू आइदियो भने विदेशमा, अघि भानुभक्तजीले एउटा रेफरेन्स दिनुभयो, मलाई पनि अचम्म लाग्छ। म पनि
मिजोरीमा कोलम्बिया युनिभर्सिटीमा चाहिँ घन्टौँसम्म चाहिँ लाइब्रेरीमा बिताउन पाइन्छ। यहाँ कहाँ गएर पढ्ने, न बस्ने ठाउँ छ, न पढ्ने ठाउँ छ, न वातावरण छ। बुक स्टोरहरूमा गएर चाहिँ घन्टौँ दिनभरि पढ्ने वातावरण छ। हामी कहाँ त्यस्तो छँदै छैन। लाइब्रेरीहरूमा त्यो किसिमको वातावरणै छैन। घरमा पढ्न सकिँदैन। अझ साँच्चै भन्नु भने घरमा पढ्ने भनेको हुँदै होइन। र यस्तो खालको वातावरणमा हामी हुर्किरहेका छौँ। तैपनि अहिले टेक्नोलोजीको विकासले चाहिँ धेरै कुराहरू आएको छ। मैले म्यागजिनको कुरा गरेँ, म्यागजिनमा टेलिभिजनमा पनि म्यागजिन हुन्छ। जस्तो तपाईँ हामीले हेरिरहेको न्युजै म्यागजिन हो, जहाँ एङ्करले स्टोरीहरूलाई चाहिँ लिड गर्दै लग्छ, त्यो म्यागजिन प्रोग्राम हो। तर हामीले त्यसलाई न्युज भनेको छौँ। अघि बुलेटिन भनेर उहाँले धेरै मेहनत गर्नुभएको छ। हिजो बेलुका त्यो किताब हेर्दाखेरि त मलाई एउटा अनौठो के लाग्यो भने यति धेरै कुराहरू फेरि मैले तीबाट सिक्न पाएँ कि जस्तो 30को कुराहरू सुरुमै ल्याएको चाहिँ अङ्कको कुराहरू वास्तवमा मलाई थाहा थिएन। त्यो सायद प्रिन्टसँग सम्बन्धित थियो होला, त्यसरी मलाई नलेज नभएको हुनसक्छ। अनि धेरै कुराहरू यो किताबबाट सिक्न सकिन्छ। र नयाँ पुस्ता नेपालको वास्तवमा भाग्यमानी छ। पत्रकारिता क्षेत्रमा पनि यसरी किताबहरू पढ्न पाइन्छ, यसरी चाहिँ पुस्तकहरू प्रकाशन हुन्छन् र यसरी चाहिँ पत्रकारिता क्षेत्र चाहिँ ग्रो हुन्छ भन्ने चाहिँ हामीलाई पनि लागेको थिएन। हामी त रिपोर्टिङमा गइसकेपछि पत्रकार लेखा ठाउँमा बसेर पत्रकार भएछु भन्ने थाहा पाएका मान्छेहरू अहिले पत्रकारिता पढेर आएका मान्छेहरूसँग बडा गाह्रो छ। तैपनि एउटा अवसर हो। र भानुभक्तजी तपाईँ प्राज्ञिक उन्नयनका लागि नेपालमा नरहेर विदेशमा रहेर पनि जुन योगदान गरिरहनु भएको छ, वास्तवमा तपाईँ चाहिँ एउटा योगदानको पात्र हुनुहुन्छ। र यसको क्रम यस्ता व्यक्तिहरूको खाँचो चाहिँ मुलुकमा हुन्छ। र अघि पनि यहाँ प्रश्न उठाएको छ, केही न केही योगदान गरौँ, केही न केही छोडौँ। त्यसले गर्दाखेरि जस्तो रेग्मी सर सधैँ हामीलाई क्लासमा पढाउनुहुन्थ्यो र उहाँका अगाडि हामीले धेरै कुरा गरौँ बेकारको कुरा हो। तैपनि म एउटा के भन्छु भन्दा हामीले केही आफूले जानेका कुराहरू थोरै मात्र पनि छोड्न सक्यौँ भने भावी पुस्ताले त्यसलाई समेत बोकेर अघि बढ्न सक्छ र ऊ नयाँ चिजको खोजीमा लाग्न सक्छ। धन्यवाद। है यो चाहिँ राम्रो किताब नत्र भने म यहाँ उभिनेवाला थिइनँ। जुन किताब होइन त्यो किताबको बारेमा बोल्नु कोही किन उभिन्छ। र किताबको बारेमा उहाँले अहिले धेरै कुराहरू बताउनु भयो। त्यसमा धेरै म एउटा फेरि अहिले के चाहिँ भन्छु भने यस्तो किताब धेरै महत्त्वपूर्ण छ। खास गरी टर्मिनोलोजी र यो आफ्नो चाहिँ शब्द भण्डारलाई बुझ्ने, आफ्नो प्रोफेसनल जुन शब्द भण्डार हो त्यसलाई बुझ्ने क्रममा यस्तो किताब धेरै महत्त्वपूर्ण हुन्छ। किन पनि फेरि भन्छु भनेदेखि उहाँले अङ्ग्रेजी र त्यसमा नेपालीमा पनि बराबरी गरेर शब्दको अर्थहरू लेखिदिनु भएको छ। सुन्दाखेरिमा यस्तो किन भनिराख्या नेपालीमा भनेर किन भन्नुपर्छ र म चाहिँ के अङ्ग्रेजी जान्दिनँ भन्ने चाहिँ कसैले थाहा पाउँछ कि भन्ने धेरैको मनमा परिराखेको हुन्छ। तर के देखाएको छु भने मैले उहाँसँग पनि सेयर गरेको छु, पत्रकारिताको कुनै राम्रो किताब आद्योपान्त पहिलो पृष्ठदेखि अन्तिम पृष्ठसम्म पढेको मान्छे खोज्ने हो भने पत्रकारको परिचय पत्र बोकेर जति मान्छे हिँडेका छन् त्यसमध्ये 2% पनि भेटिँदैन। यो तपाईँको ग्यारेन्टी लेखेर राख्नुहोस्। कसैले पनि पढ्दैन र पढेर बुझ्दैन, मलाई थाहा छ है। तर किताब त के धेरैले किताब पनि बोकेको हुन्छ, कसैले कुनै च्याप्टर पढाएको हुन्छ, कसैले हल्लाखल्ला गरेर 1-2 प्याराग्राफ पढ्छ, त्यसका कुराहरू उकाउँछ। जम्मै बुझ्ने र पढ्ने पुरै आद्योपान्त चाहिँ पत्रकारिताको परिचय धारण गर्ने मध्ये 98% गर्दैन। त्यसको लागि त्यस्तोहरूको लागि यो किताब कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा यो किताबले सिद्ध गर्छ। यसले बुझाउँछ धेरै कुराहरू। र जस्तै उहाँले भन्नुभयो एक एकवटा टर्मको बारेमा स्पष्टसँग लेखिदिनु भएको छ र कुनै चाहिँ एकदम धेरै मिहिनेत गरेर लेख्नुभएको छ। भन्नुभयो 15 दिन 20 दिन लाग्यो। यतिको किताब तयार पार्न सक्ने मान्छेले कुनै शब्दमा 20 दिनसम्म लगातार खेल्यो भनेदेखि किन खेल्यो होला र त्यसको पछाडि के होला, त्यो चिज उहाँले आधी पृष्ठमा लेख्नुभयो होला, 4 लाइनमा लेख्नुभयो होला, धेरै लेख्नुभयो भने 1 पृष्ठ लेख्नुभयो होला। 1 पृष्ठ त्यति धेरै छैन। त्यो 20 दिन खेलेको चिजको वर्णन 1 पृष्ठ लागेन होला, किनभने 20 दिन खेल्दा त्यो अझै सानो भयो। त्यस कारण यो किताब धेरै महत्त्वपूर्ण छ। र एउटा मलाई के विश्वास लागिरहेको छ भने यो किताब हेर्दाखेरिमा चाहिँ अब 1-2 महिनादेखि सुरु भएर 1 वर्ष जति बिचमा चाहिँ नेपालमा पत्रकारिताको कुरा गर्ने, लेख्ने, कहीँ पत्रकारिताको बारेमा बोल्ने मान्छेहरूले चाहिँ यो किताबमा पढेका टर्मिनोलोजी पुरानो अथवा नयाँ राम्रोसँग बुझेर ती टर्मिनोलोजीहरू आफ्नो भाषामा भाषणमा प्रयोग गर्न थाल्छन्। हामी सुन्छौँ, बडा गर्वका साथ प्रयोग गर्छौँ। त्यो राम्रो स्थिति हो। त्यो प्रयोग गर्ने मान्छेलाई मैले हेर्न खोजेको होइन, कम्तीमा ज्ञान भएर प्रयोग गर्छ, त्यो दृश्य देखिनेवाला छ 1 वर्षभित्रमा। यो किताबले त्यो चिज बुझाउँछ। अब फेरि पनि म अलिकति दोहोऱ्याउँछु, स्थिति कस्तो छ भनेदेखि हामीले पत्रकारिता गर्छौँ, पत्रकारिताका सामान्य शब्दहरू पनि बुझिराखेको हुँदैनौँ। हामीले कोट भन्नुपर्ने कोट भन्छौँ होइन। र अझ पढ्ने क्रममै नथाक्नु भएको भानुभक्त आचार्यजीले यदि यो लेख्नु आउनु भएको यो ग्लसरी लेख्दा मलाई पनि 2-4 वटा कुरा, यो पत्रकारितामा आएका शब्दहरू
र अहिले भाषासँग भएका यसका सङ्घर्षहरू र अहिले नेपालमा परेका केही आवश्यकताहरूका बारेमा केही भन्नु जस्तो लाग्छ। जहाँसम्म यो किताब छ यसलाई चाहिँ हामीले के छैन भनेर हेऱ्यौँ भने धेरै चिज नपाउन सक्छौँ। यति पानामा त्यति शब्दमा सबै चिज कसरी हटाउन सक्छ? तर यो किताब कम्प्रिहेन्सिभ छ। यो किताबलाई यदि कसैले पत्रकारितामा के प्रयोग गर्दा रहेछन् भनेर हेर्न चाहन्छ भने त्यसको प्रयोग यहाँ खुलस्त रूपमा देखाइएको छ। यसैले मलाई त अहिलेदेखि सजिलो पनि भएको छ, किनभने धेरै जसो कहिले कहिले न्युज रुमबाट प्रश्नहरू आइरहेको हुन्छ मका। अहिले पनि आएका छन् केही प्रश्नहरू हैन। अनि यो स्टाइल बुक छ, कसले फलो गरेको छ भन्दा कमसेकम अब यो ग्लोसरी चाहिँ फलो गर्नु होला भन्नलाई एउटा रेफरेन्स, एउटा खास वस्तु नै देखाउन पाएँ मैले, एउटा हैन स्पेसिफिक वस्तु, यो ग्लोसरी हेर्नु होला। र अरू जुन लेखिरहनुहुन्छ, अरू बोलिरहनुहुन्छ र अनेक अभिव्यक्तिका विभिन्न आयाममा रहनुभएकाहरूलाई पनि आधुनिक समाजसँग मिलेर कसरी अभिव्यक्ति गर्ने भन्नेमा यदि शब्द चाहियो भने यहाँ पाउन सकिन्छ। त्यसैले यसलाई एउटा मैले गहन पुस्तकको रूपमा लिएको छु। यो बडा राम्रो काम भएको छ र एउटा नेपालको सामान्य सडकको सञ्चारकर्मीको हिसाबले जब म यसलाई हेर्छु, नेपाललाई यसले धन्य तुल्याइदिएको छ। यहाँ हामीले नेपालमा पत्रकारिता पढाउन हुन्छ हुन्नमा पनि धेरै विवाद, अहिलेसम्म पनि विश्वविद्यालय स्तरमा यसको जस्तै वेटेज थियो त्यति पाउन सकिरहेको छैन। र पत्रकारिताले धेरै पड्क अगाडि मारिसक्दाखेरि पनि पत्रकारिता शिक्षा आफ्नो ठाउँमा रहिरहेको छ। त यसका विषयमा रहनुपर्ने अनुसन्धानहरू त अझ हामीले एउटा दुईटा पाइला पनि चाल्न सकिरहेको छैन। यस्तो स्थितिमा रहिरहेको अवस्थामा एकजना कसैले राम्रो कम्पाइलेसन गरेर कलेक्सन गरेर यस्तो किताब ल्याइदिनुहुन्छ भने त्यसलाई चाहिँ हामीलाई धेरै खुसी लाग्छ हेर्दाखेरि। र अझ एकजना पत्रकारितामा लागिरहने मान्छेले यस्ता पुस्तकहरू निकाल्नु भएकोमा त झन् गौरव लाग्छ। र यो शब्द र यो ग्लोसरीहरू यो